नमस्कार, म नवनाथ प्याकुरेल। आज म देशको आजको स्थितिप्रति हामीले गर्व गर्न सक्छौं भन्ने विषयमा म केही आफ्ना अभिव्यक्तिहरू राख्न गइरहेको छु। विषयको सुरुवात गर्दाखेरि हामीले सबैभन्दा पहिला ख्याल गर्नुपर्ने कुरा के छ भने देशको पछिल्लो स्थितिको परिवर्तन र त्यो परिवर्तनले संस्थागत गरेका सामाजिक, सांस्कृतिक, आर्थिक तथा मनोवैज्ञानिक अवयवहरू जुन स्थितिमा छन् र जुन स्थितिको हामीले चाहिँ उपभोग गरिरहेका छौं, ती सम्पूर्ण क्षेत्र र सम्पूर्ण स्थितिहरू प्रति हामीले गर्व गर्न सक्ने स्थितिमा छन् कि छैनन्, आजको खास बहस र खास सत्संग यस विषयमा केन्द्रित रहनेछ। अब हरेक चीजको सकारात्मक र नकारात्मक प्रवृत्तिहरू हुन्छन्। लोकतान्त्रिक गणतन्त्रको स्थितिसम्म आइपुग्दाखेरि हामीले थुप्रै उतार चढावहरू हामीले चाहिँ पार गरिसकेका छौं। राणातन्त्र, त्यस पछाडि छोटो कार्यकाल चाहिँ प्रजातान्त्रिक अभ्यास पनि हामीले गर्यौं, त्यस पछाडि पञ्चायती व्यवस्थाको हामीले अभ्यास गर्यौं, अनि फेरि प्रजातन्त्र पुनर्स्थापना, अनि अहिले हामी लोकतान्त्रिक गणतन्त्र, त्यसमा पनि संघीय गणतन्त्रको स्थितिसम्म आइपुग्दाखेरि हामीले राजनीतिक क्षेत्रमा त ठूला परिवर्तनहरू गर्यौं, तर त्यो राजनीतिले दिनुपर्ने अथवा डेलिभर गर्नुपर्ने जे चीज थियो त्यो चीज डेलिभर गरेन। अनि यत्रो राजनीतिक परिवर्तन हुँदाखेरि लोकतान्त्रिक गणतन्त्रको प्रत्याभूति आम सर्वसाधारणले गर्न सके कि सकेनन् भन्ने विषय आजको आम विषय रहन गएको छ। अब देशको यो राजनीतिक परिवर्तन, सामाजिक सांस्कृतिक परिवर्तन र यो रूपान्तरणले केही न कहीं कुनै न कुनै मात्रामा सकारात्मक परिणाम पनि दिएकै होला, केही न केही सकारात्मक असर त्यसका पनि होलान्। तर हाम्रो जो मूलधार छ, नेपाली मूलधार, त्यो मूलधार चाहिँ सही ट्र्याकमा आएको छ कि छैन, हामी कहीं बाटो पो बिराएका छौं कि कुन बिन्दुबाट र कुन घटनाक्रमबाट हामीले चाहिँ बाटो बिराएका छौं, यस विषयमा हामीले असाध्यै गम्भीर भएर सीमा अवलोकन गर्न अनिवार्य भएको छ। अब प्रसंग उठ्छ, हामीले देशको जो वस्तुस्थिति परिस्थिति छ, यो वस्तुस्थिति परिस्थिति प्रति हामी स्वतन्त्र अब्जर्भर भएर, इन्डिपेन्डेन्ट अब्जर्भर भएर कुनै आग्रह पूर्वाग्रह नराखिकन हामीले भन्नु पर्दाखेरि देशको सम्पूर्ण स्थिति र परिस्थिति प्रति हामीले गर्व गर्ने स्थिति छैन। न शिक्षाको क्षेत्रमा छ, न स्वास्थ्यको क्षेत्रमा छ, न यातायातको क्षेत्रमा छ, न विकासमा, पर्यटनमा, राजनीतिमा, हैन, समाजका सम्पूर्ण अवयवहरू, सम्पूर्ण क्षेत्रहरूमा निराशाको कालो बादल नै मडरिएको छ। यो परिस्थितिको सृजना किन भयो, कहाँ हामी चुक्यौं, कहाँबाट गल्ती भयो, यो कुराको हामीले चाहिँ गम्भीर भएर समीक्षा गर्नै पर्छ। अनि हामीले के गर्नु पर्दथ्यो देशको स्थिति सुदृढ गर्नका लागि, अनि सामाजिक स्थितिप्रति गर्व गर्नका लागि, आम सर्वसाधारणले विकास, परिवर्तन र रूपान्तरण प्रति आत्मानुभूति अथवा अपनत्व महसुस गर्नका लागि देशमा के हुनु पर्थ्यो र के गरिनु पर्थ्यो भन्ने विषयमा सर्वप्रथम हामी यहाँनिर केन्द्रित रहौं। प्रथम त हामीले गर्न नसकेका कुराहरू पट्टिबाट हामी जाउँ। हामीले देशलाई अथवा देशको ब्रान्ड बनाउन सकेनौं। नेपाल भनेर विश्वमा अहिले पनि अधिकांश देशहरूका नागरिकहरूले नेपाल भन्ने देश नै चिन्दैनन्। उनीहरूले नेपाल कहाँ छ, नेपाल पनि देश हो अथवा धेरै टाढा नै जान परेन, हाम्रै साउथ एसियन कन्ट्रिजहरूका आम सर्वसाधारणसम्म पुग्दाखेरि पनि नेपाल देश हो अथवा नेपाल चाहिँ कुनै एउटा चाहिँ देशको चाहिँ प्रान्त मात्रै हो कि अथवा यो चाहिँ कुनै एउटा चाहिँ ठाउँ विशेष मात्रै पो हो कि भन्ने एउटा भ्रम अहिले पनि विद्यमान छ। यसको मतलब के छ भने हामीले नेपाली ब्रान्ड बनाउन सकेनछौं भन्ने कुरा हामीले आत्मसात गर्नु पर्यो। अब नेपाली ब्रान्ड कसरी बन्थ्यो भन्ने विषयमा धेरै चर्चा गर्न सकिन्छ, तर नेपालले कुनै न कुनै एउटा क्षेत्रमा सकारात्मक सन्देश अथवा सकारात्मक रूपान्तरण गरेर एउटा चाहिँ वैश्विक नमुना बनाउन सकेको भए अथवा त्यो क्षेत्रमा चाहिँ गर्व गर्न लायक किसिमको परिवर्तन गरेर वरपरका राष्ट्रहरूमा र आम सञ्चारका साधनहरूमा
त्यसले च्याउ चर्चा गर्न सक्ने स्थिति भइदिएको भए हामी पक्कै पनि हाम्रो देश यसरी हैन यो अन्धकारमा अथवा कसैले नचिन्ने स्थितिमा रहने थिएन। त्यसैले नेपालको ब्रान्ड बनाउने भनेको शिक्षाबाट भन्न सक्छ, स्वास्थ्यको क्षेत्रमा चाहिँ असाध्यै सकारात्मक कन्ट्रिब्युसन गर्न सकेको भए हैन, त्यसको स्वास्थ्य क्षेत्रलाई चाहिँ असाध्यै सुदृढ तुल्याउन सकेको भए, शिक्षालाई हामीले चाहिँ गुणस्तरीय तुल्याउन र आफ्नो देश वरपरका छिमेकी राष्ट्रहरू समेतले गर्व गर्ने लायकको शिक्षाको स्थिति, शिक्षा गुणस्तर तुल्याउन सकेको भए, अथवा राजनीतिको मापक अथवा राजनीतिलाई हामी त्यस किसिमको गुणात्मक रूपमा चाहिँ हामीले चाहिँ अभिवृद्धि गर्न सकेको भए पक्कै पनि हामी अहिले यो स्थितिमा रहने थिएनौं। त्यसैले हामीले नेपाली ब्रान्ड बनाउनु पर्छ। नेपाली ब्रान्ड बनाउनका लागि अरु धेरै उपायहरू छन्, त्यसमा फेरि चर्चा गरौँला। र अर्को महत्त्वपूर्ण हामीले गर्नुपर्ने कुरा के थियो भने नेपाललाई केन्द्रमा राख्नु पर्दथ्यो। किनभने खास गरेर पछिल्लो समयमा प्रजातन्त्रको स्थापना पछि पञ्चायत काल होस् अथवा प्रजातन्त्र पुनर्स्थापना पछिको स्थिति नै किन नहोस्, नेपालमा सत्ताको केन्द्रमा रहेका प्रत्येक राजनीतिक दलहरू अथवा परिधिमा रहेका जो आफूलाई चाहिँ तथाकथित पहिचानवादी भन्न रुचाउँछन् उनीहरूले, यी राजनीतिक दलहरूले नेपाललाई केन्द्रमा राखेर न यिनले राजनीति गरेका छन्, न यिनले समाजतन्त्रका बारेमा चाहिँ चर्चा गरेका छन्, न संस्कृति तन्त्रलाई यिनीहरूले नेपाललाई केन्द्रमा राखेर गरिरहेका छन्। यिनीहरू चाहिँ कहाँबाट के पाइन्छ, के सित्तैमै पाइन्छ, के ऋणमा पाइन्छ, के अनुदानमा पाइन्छ र जेसुकै पाइए भने पनि हैन दुई हात पसारेर यिनीहरू चाहिँ लिनका लागि तत्पर छन्। जे आउँछ, जस्तो आउँछ, जुन शर्तमा आउँछ यिनले लिनलाई इन्कार गर्दैनन्, छानेर रोजेर लिँदैनन्। त्यसैले यसले गर्दाखेरि के भइरहेछ भने हामी क्रमशः नेपाल केन्द्रित हुनुपर्नेमा नेपालबाट हामी चाहिँ विमुख भएर संसारका अरू विभिन्न ठाउँहरूलाई हामीले चाहिँ केन्द्र मान्नुपर्ने परिस्थिति अहिले विद्यमान रहेको छ। जब हामीले आफ्नो केन्द्र र केन्द्रीयतालाई छोड्दै जान्छौं, त्यसबाट हामी विक्षिप्त हुँदै जान्छौं, पलायन हुँदै जान्छौं, स्वाभाविक रूपमा त्यसको असर सर्वत्र पर्दै जान्छ र त्यसकै परिणाम अहिले हामीले भोगिरहेका छौं। यसै गरेर नेपालमा विभिन्न समयमा सुरु गरिएका परियोजनाहरू केही समयमै सम्पन्न गरिएका छन् र केही चाहिँ यो नौटंकी तमासात बनाएर हामीले राखिदिएका छौं। यसले गर्दाखेरि पनि के छ भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिन्ने र नेपाललाई रिकग्नाइज गर्ने नकारात्मक परिणतिहरू चाहिँ विकसित भएका छन् अथवा नेपाललाई नकारात्मक ढंगबाट चाहिँ चिन्ने प्रवृत्ति विकसित भएको छ। जस्तो असाध्यै महत्त्वपूर्ण र समयमा सम्पन्न र प्रभावकारी ढंगले चाहिँ त्यसलाई सम्पन्न गरिएको भए काठमाडौँ उपत्यकाका लागि असाध्यै गर्वको परियोजना मिलम्ची खानेपानी परियोजना हुन्थ्यो। यो परियोजना हामीले यति तमासा बनाइदिएका छौं, यति भ्रष्टाचारको चाहिँ केन्द्र बनाइदिएका छौं कि जसको कारणले गर्दाखेरि अब नेपाल अन्तर्राष्ट्रिय रूपमै पनि बदनाम हुने स्थिति आइपुगिसकेका छौं। त्यसैले यस्ता कतिपय परियोजनाहरू छन् जुन परियोजनाले हामीले अन्तर्राष्ट्रिय रूपमा चाहिँ कलंकित तुल्याइदिएका छन्। त्यसैले कार्य चुस्तता, कार्यक्रमहरूलाई चाहिँ समयमा सम्पन्न गर्ने कार्य दक्षता हामीले देखाउन सकेको भए हामीले यो स्थिति सायद भोग्नु पर्दैन थियो कि। यसै गरेर उच्च राजनीतिक तथा प्रशासनिक तहमा लोकतन्त्रको प्रत्याभूति गर्न सक्नु पर्दथ्यो। त्यसैले के भनिन्छ भने अहिले पनि नेपालको राजनीतिको केन्द्रमा अथवा जुन राजनीतिक दलहरू अहिले चाहिँ सत्ताको केन्द्रमा छन्, कहिले सत्तामा छन्, कहिले विपक्षमा छन्, अथवा कोही चाहिँ परिधिमा रहेर बेला मौकामा परेका चाहिँ च्याखेहरूमा चाहिँ आफ्नो चाहिँ भाग पाउँदाखेरि खुसी भएर सत्ताको परिधिमा रहेर जो चाहिँ पहिचानको राजनीति भनेर चाहिँ जो क्रियाशील छन्, ती राजनीतिक दलहरूले न लोकतान्त्रिक गणतन्त्रको चाहिँ प्रत्याभूति गर्न सकेका छन्। लोकतान्त्रिक गणतन्त्र के हो, यसका सकारात्मक पक्षहरू के हुन्, ती विषयमा यिनले चाहिँ आम सर्वसाधारण प्रति विश्वासको वातावरण सिर्जना गर्न सकेका छैनन्। किनभने राजनीतिक नियुक्ति गर्नु पर्यो भने आफ्नै परिवारका सदस्यहरू, छोरी बुहारी, भान्जा भान्जी, भाइ बुहारीहरू, साला सालीहरू नियुक्ति गर्ने यो प्रवृत्ति विकसित भएको छ भने अर्कोतर्फ राजनीतिक नियुक्तिमा आफ्ना दलका अरौटे भरौटेहरूलाई चाहिँ नियुक्ति गर्ने, जसको पात्रता पनि पुग्दैन, योग्यता पनि पुग्दैन, त्यो विषयको उसको पृष्ठभूमि पनि छैन, त्यो विषयमा सामान्य ज्ञान
पनि उसले चाहिँ हासिल गरेको छैन। त्यस्ता व्यक्तिहरूलाई राजनीतिक नियुक्तिका नाममा चाहिँ जुन पुरस्कृत गर्ने संस्कृति विकसित भएको छ, यसले गर्दा लोकतान्त्रिक गणतन्त्रको प्रत्याभूति आम सर्वसाधारणले गर्न सकेका छैनन्। यसै गरेर अनुसन्धान, उद्यमशीलता र विकासलाई कार्यनीति बनाउन नसकिएको कारणले गर्दाखेरि पनि हामीले यो स्थिति भोग्नु परिरहेको छ। किनकि कुनै पनि विषय हाम्रो चाहिँ अहिले चाहिँ अनुसन्धानको दायरामा राखेका छैनौँ। कुन चिज आवश्यक हो, कुन चिज अनावश्यक हो, कुन चिजले हामीले सकारात्मक असर पर्छ, नकारात्मक असर पर्छ, त्यसको लेखाजोखा गर्दैनौँ। उद्यमशीलता त हामीले चाहिँ सोचेकै छैनौँ, किनकि यस्तै भ्रष्टाचार चाहिँ संस्थागत भइसकेको छ, जसले गर्दाखेरि कसैले पनि उद्यमशीलता गरेर चाहिँ आर्थिक उपार्जन गर्न सक्छु, आत्मनिर्भर बन्न सक्छु र म आफ्नो पेसा र व्यवसायमा चाहिँ म चाहिँ अडिन सक्छु भनेर चाहिँ कसैले पनि आँट गर्न सकेको स्थिति छैन। त्यसैले हामी उद्यमशीलतामा पनि चुकेका छौँ र व्यक्तित्व विकास हुँदै सामाजिक विकासमा पनि हामी चुकेका छौँ। किनभने हरेक राजनीतिक नेतृत्वले आफ्ना अपराध, आफ्ना चाहिँ अकर्मण्यता र आफ्नो असक्षमतालाई चाहिँ ढाकछोप गर्दै त्यसलाई चाहिँ पन्साउँदै अनि प्रतिक्रियात्मक बन्दै टाउको गनेर चाहिँ बहुमत र अल्पमत भन्दै अहिलेसम्म सत्तामा टिकिरहेको स्थिति छ। यसले गर्दाखेरि के छ भने अनुसन्धान, उद्यमशीलता र विकासको जो कार्यनीति हुनुपर्दथ्यो त्यो कार्यनीतिबाट चुकेको कारणले गर्दाखेरि पनि हामी अहिले देशमा यो स्थितिमा पुगेका छौँ। नेपाली समाजको ऐतिहासिक स्थिति गत्यात्मक प्रगतिको स्वाभाविक चरित्रलाई आत्मसात गर्नु पर्दथ्यो। किनकि अहिलेसम्म हामीले हेर्ने भने यो स्थिति हामी देख्दैनौँ। अहिले हामीले के देख्छौँ भने नेपालमा चाहिँ 2020लाई पर्यटन वर्षको रूपमा हामी मनाइराखेका छौँ र संसारबाट नेपालको पर्यटन प्रवर्धन गर्नका लागि आउने जति पनि पर्यटकहरू हुनुहुन्छ उहाँहरूले हामीले स्वागत गर्नै पर्छ र हामीले यस विषयमा अनुसन्धान पनि गर्न सक्नु पर्थ्यो र अनुसन्धान गर्नु पनि पर्दथ्यो। अधिकांश पर्यटकहरू नेपाल के हेर्न आउँछन्, कुन कुन उद्देश्यले आउँछन् र काठमाडौँ उपत्यकाको स्थितिलाई हामीले हेर्ने भने नेपालका 8वटा विश्व सम्पदा सूची 10वटा मध्ये 8वटा काठमाडौँ उपत्यकाभित्रै छन् र यी 8वटा विश्व सम्पदा सूचीमा परेका जति पनि चाहिँ सम्पदाहरू छन् ती सम्पदाहरू हाम्रो ऐतिहासिक कलाकृति, ऐतिहासिक संस्कृति अनि ऐतिहासिक सम्पदामै आधारित छन् र ती कलात्मक र ऐतिहासिकता बोकेका जति पनि सम्पदाहरू छन् ती सम्पदाको हामीले संरक्षण पनि गर्न सकिरहेका छैनौँ। त्यसलाई अथवा तिनलाई सम्वर्धन र प्रोत्साहन पनि गर्न सकेका छैनौँ। किनभने काठमाडौँ दरबार स्क्वायर वरपर जति पनि संरचना बन्छन् त्यो प्राचीनताको झझल्को आउने किसिमले बनाइदिएको भए अथवा पाटन दरबार स्क्वायर, पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, चाङ्गुनारायण लगायतका जति पनि चाहिँ विश्व सम्पदा सूचीहरू छन् ती सम्पदाहरूका वरपर ती सम्पदासँग सापेक्षता मिल्ने किसिमले चाहिँ भौतिक संरचना बनाइदिएको भए ती सम्पदाहरूको चाहिँ अझ प्रोत्साहन पाउँथ्यो, पब्लिसिटी पनि हुन्थ्यो र पर्यटकहरू चाहिँ ती सम्पदाहरूलाई हेर्न आउँदाखेरि असाध्यै रोमाञ्चित हुने र हामी आफैलाई पनि ती सम्पदाहरूप्रति चाहिँ अपनत्व महसुस हुने र ती सम्पदाहरूप्रति हामीले चाहिँ गर्व गर्न सक्ने स्थिति हुन्थ्यो। तर यस्तो स्थिति बनिदिया छ ऐतिहासिक सम्पदा वरपर नै त्यो ऐतिहासिक सम्पदासँग मेल नखाने किसिमका कलाकृतिबाट घरहरू बनाउने, मन्दिरहरू बनाउने र अरू किसिमका संरचनाहरू बनाउने जो प्रवृत्ति विकसित भइरहेको छ। यस कारणले गर्दाखेरि पनि हामी चुक्दैछौँ। किनभने यी सम्पदाले हामीले विश्वमा चिनाएको छ तर ती सम्पदाको महत्त्व हामीले बुझिरहेका छैनौँ। यसै गरेर सरिदय दर्शनमा आधारित राज्य राष्ट्र अवधारणालाई हामीले संस्था गर्न सकेका छैनौँ र यसलाई हामीले चाहिँ व्यवहारिक रूपमा चाहिँ कार्यान्वयनको तहमा ल्याउन सक्नु पर्दथ्यो। किनकि नेपालको ऐतिहासिक स्थितिलाई हामीले हेर्ने हो भने हामीले यो सरिदयताको चाहिँ आधारशिला हामी प्राचीनदेखि हैन प्राचीनमा पनि अति प्राचीनताबाट चाहिँ हामी चाहिँ यो सरिदय दर्शन चाहिँ नेपाली समाजमा अभ्यास भएको पाउँछौँ र मध्यकालसम्म पनि नेपालको चाहिँ इतिहासमा ऐतिहासिक काल र मध्यकाल भनेर जो लिच्छवी काल अनि मल्लकाललाई भनिन्छ त्यति बेलासम्म पनि यो सरिदय दर्शनलाई चाहिँ हामीले चाहिँ असाध्यै सम्मानका साथ हामीले चाहिँ अभ्यास गरेको हामीले पाउँछौँ। तर यो स्थिति अहिले हामी चाहिँ पछिल्लो समयमा जसमा हामी चाहिँ लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका
ठुल्ठुला क्रान्ति गर्यो, हामीले परिवर्तन गर्यो भने जो कुरामा चाहिँ हामी चाहिँ मिडियाबाजी गरिरहेका छौँ, भाषणबाजी गरिरहेका छौँ, यो पछिल्लो परिस्थितिमा चाहिँ झन् हामी चाहिँ चुकिरहेका छौँ। किनभने मल्ल र लिच्छवी कालसम्म पनि विभिन्न जात जाति जनजाति भाषिक समुदायहरूका बीचमा धार्मिक समुदायहरूको बीचमा असाध्यै सहृदय सम्बन्ध रहेको हामीले चाहिँ प्रशस्तै प्रमाणहरू फेला पार्दछौँ। तर आधुनिक स्थितिमा जहाँ शिक्षा र साक्षरताको स्थिति पनि सुदृढ छ, चेतनाको पनि अभिवृद्धि भएको छ, आम संसारमा नेपालीहरूको चाहिँ पहुँच पनि बढेको छ, यही स्थितिमा चाहिँ फेरि हामी के छौँ भने अनेक किसिमका संकीर्णता, अनेक किसिमका चाहिँ घृणावाद र प्रतिक्रियात्मकता चाहिँ समाजमा संस्थागत भएका छन्, सकारात्मक पक्ष ओझेलमा परेको छ। त्यसैले सहृदय दर्शन जो हाम्रो ऐतिहासिक कालखण्डदेखि अटुट रूपमा अविच्छिन्न रूपमा चाहिँ अभ्यास भइरहेको थियो, त्यसलाई हामीले चाहिँ विच्छिन्न गरिदियौँ। यहाँबाट चाहिँ हामी चुकिरहेका छौँ। यसै गरेर नेपालको इतिहास र ऐतिहासिक विरासतको पुनर्जागरण हामीले गर्न सकेनौँ। यो भनेको के छ भने खास गरेर मल्लकालसम्म पनि नेपालको मौलिकता, नेपालको रैथानेपन र नेपालको केन्द्रीयता कायम राखिएको थियो त्यति बेरसम्म पनि। जब हामी मल्लकालबाट पछि आयौँ अथवा मल्लकाल भन्दा चाहिँ हामी चाहिँ सापवंशीय इतिहासमा हामी त्यसमा आयौँ, त्यस पछाडि ठुल्ठुला उतार चढावहरू भएका छन् अनि विदेशी साम्राज्यवादीहरूको चाहिँ प्रभाव पनि हामीले चाहिँ सामना गरेका छौँ अनि विभिन्न किसिमका राजनीतिक परिवर्तनहरू पनि भएका छन्। यी राजनीतिक परिवर्तनका बावजुद पनि यदि हामीले चाहिँ नेपालको मौलिकता, नेपालको रैथानेपन र नेपालको चाहिँ केन्द्रीयतालाई हामीले अगाडि बढाउन सकेको भए सायद अहिले हामी यति ठुलो चाहिँ दुष्चक्रमा हामी पर्दैन थियौँ होला। त्यसैले जब हामीले चाहिँ हाम्रो केन्द्रीयता हामीले छोड्यौँ, ऐतिहासिक जो विरासता थियो त्यो विरासतालाई हामीले चाहिँ बिर्स्यौँ र हामी चाहिँ आधुनिकताका नाममा क्रमशः हामी चाहिँ नेपालको मूलधारबाट चाहिँ हामी चाहिँ जब पलायन हुँदै गयौँ, विच्छिन्न हुँदै गयौँ, त्यसले हामीलाई आजको यो स्थिति जुन स्थितिप्रति हामी चाहिँ गर्व गर्न सकिरहेका छैनौँ। अझ हामी चाहिँ झन् सङ्कटको हामी चाहिँ अझ भोलि ठुलो चाहिँ सङ्कट पर्ने अथवा भोलि चाहिँ अझ ठुलो दुर्दशामा हामी पर्ने जो स्थितिको हामी परिकल्पना गरिरहेका छौँ, यसको चाहिँ हामी भागीदार भइरहेका छौँ। हामीले के गर्यौँ यस विषयमा हामी थोरै छलफल गरौँ। नेपाली समाजको आधारशिला आयोलाई हामीले ध्वस्त पार्यौँ। नेपाली समाजको आधारशिला स्वभावतः विज्ञानको बुद्धि, धर्मको विवेक, प्रविधिको प्रगति र सहृदयताको सम्बन्ध, यी चारवटा आधारशिलाहरू जो हाम्रो नेपाली समाजका थिए, यी आधारशिलालाई हामीले चाहिँ ध्वंस ल्याइदियौँ। अब यसमा हाम्रा वैचारिक विचारधाराका आधारमा अथवा राजनीतिक कुण्ठाको आधारमा अथवा अरू नै कुनै किसिमले चाहिँ हामी चाहिँ प्रलोभनमा, लोभमा, प्रलोभनमा अथवा अरू नै कुनै किसिमका चाहिँ आकांक्षा र महत्वाकांक्षाका कारणले गर्दाखेरि हामीले नेपाली समाजको आधारशिला ध्वस्त पार्यौँ, नेपालको केन्द्रीयताबाट हामी विच्छिन्न भयौँ, जसको कारणले गर्दाखेरि हामी आफ्नो अनुहार नै अरूको नजरबाट हामीले आफ्नो अनुहार निहाल्नु पर्ने जो परिस्थितिमा पुगेका छौँ। त्यसले गर्दाखेरि हामीलाई हाम्रा भन्नेका चिजहरू चाहिँ नराम्रा लाग्न थालेका छन्, अशोभनीय लागिरहेका छन्, ती चाहिँ विकासका बाधक हुन् कि जस्तो लागिरहेका छ। यो भ्रमबाट बाहिर आउनका लागि हामीले सबैभन्दा पहिला जोगाउनु पर्ने कुरा हाम्रो नेपाली समाजको आधारशिला नै थियो। यसै गरेर अर्को महत्त्वपूर्ण तथ्य हामीले के पाउँछौँ भने हाम्रा छिमेकी राष्ट्रहरूले हाम्रो बाध्यताको चाहिँ फाइदा उठाएर सीमाना क्रमशः मिचिरहेका छन्। त्यो दुवैपट्टिका छिमेकी राष्ट्रहरूबाट हाम्रो सीमा मिचिएको यथार्थ हो। स्वाभाविक रूपमा एकापट्टि खुला सिमाना अनि अर्कापट्टि चाहिँ बन्द सिमाना हुनु, एकापट्टि चाहिँ भौगोलिक रूपमा नै सहज आवाजात गर्न सकिने स्थिति हुनु र अर्कापट्टि चाहिँ भौगोलिक रूपमा नै असहज किसिमले आवाजात हुने भएकाले एकापट्टिका सीमा विवादका विषय चाहिँ असाध्यै धेरै चर्चामा आउँछन् र अर्कोपट्टि चाहिँ धेरै चियो चर्चा गरिँदैन किनकि त्यहाँ भौगोलिक विकटता पनि छ। यद्यपि सीमा मिचिएको दुवैतर्फबाट सीमा मिचिएको यथार्थ हो। तर यस कुरालाई हामीले चाहिँ महत्त्वका साथ हामीले चाहिँ कसरी के बुझ्न सक्छौँ भने अथवा यसबाट हामी के शिक्षा लिन सक्छौँ भने हाम्रो सीमा चाहिँ हाम्रा छिमेकी राष्ट्रबाट मिचिएका छन् अथवा मिचिँदैछन्। हामी त्यसको राम्रोसँग र निडरताका साथ हामीले प्रतिकार गर्न सकिरहेका छैनौँ। प्रमाण र तथ्याङ्कका आधारमा हामीले चाहिँ आफ्नो भूमिको दावी गर्न सकिरहेका छैनौँ भने अर्कोतर्फ हामीले हाम्रो इतिहास चाहिँ फेरि के छ, हामी आफैले मिचिरहेका छौँ। किनकि नेपालको इतिहास कहाँबाट सुरु हुन्छ भन्ने विषयमा अहिले पनि सत्ता केन्द्रित राजनीतिक दलहरूलाई गएर सोध्ने हो भने
यिनीहरूले स्पष्ट रूपमा बताउन सक्दैनन्, किनकि नेपालको इतिहास त करिब करिब 5000 वर्षभन्दा पनि पुरानो इतिहास हो। तर यिनीहरूले नेपालको इतिहासलाई 240 वर्षको इतिहासमा सीमित गरिदिए। यो 240 वर्षको इतिहास भनेको नेपालमा शाहवंशीय राजाहरूको इतिहास हो। तर नेपाल राज्य चाहिँ शाहवंशीय राजाहरूको इतिहास भन्दा पनि पुरानो इतिहास हो। त्यसैले नेपालको इतिहासलाई 240 वर्षमा जो सीमित गर्न खोजिँदैछ, यसले यो भनेको हामीले आफ्नो खुट्टामा बन्चर हानेको स्थिति नै हो। अर्को महत्त्वपूर्ण कुरा के छ भने नेपालका मौलिक रैथाने विधि पद्धतिलाई हामीले अहिले चाहिँ उपमान मात्रै मानेका छौं र सांसारिक विधि पद्धति र अभ्यासहरूलाई हामीले आधुनिकताका नाममा चाहिँ त्यसलाई चाहिँ प्रतिमान मानेका छौं। यो हामीले गर्नै नहुने कुरा चाहिँ गल्ती गरिराखेका छौं। हुनुपर्थ्यो चाहिँ के, हामीले नेपालको मौलिक र रैथाने पद्धति विधि र अभ्यासहरूलाई चाहिँ त्यसलाई चाहिँ प्रतिमान मानेर सांसारिक विधि पद्धति र अभ्यासहरूलाई चाहिँ उपमान मान्नु पर्दथ्यो। अनि हाम्रालाई चाहिँ महत्व दिएर संसारमा पनि यस्तो हुँदो रहेछ भनेर हामीले त्यसबाट के पाठ सिकेर त्यसलाई मौलिकतामा त्यसलाई चाहिँ हामीले चाहिँ अभ्यास गरिनु पर्नेमा हामीले ठिक उल्टो गरिरहेका छौं। यसले गर्दाखेरि पनि हामी चाहिँ पछि परेका हौं। अर्को महत्त्वपूर्ण कुरा के भने अख्तियार दुरुपयोगलाई हामीले संस्थागत र राजनीतिक संरक्षण गर्यौं। एकपट्टि भ्रष्टाचारलाई र अख्तियार दुरुपयोगलाई निरुत्साहित गर्नका लागि भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनायौं। कुनै समयमा यसले आफ्नो मर्मानुसारको काम गरेको पनि इतिहास छ। तर पछिल्लो समयमा राजनीतिक नेतृत्व नै अख्तियार दुरुपयोगको चाहिँ दायरामा आउने भएको कारणले गर्दाखेरि यो पनि राजनीतिक दाउपेचमा परिरहेको छ। आफ्ना कार्यकर्ताहरूको चाहिँ भर्ती गर्ने र आफ्नो अनुकूल किसिमले र आफ्नो अनुकूल किसिमले चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चाहिँ कार्यान्वयन गराउने र आफ्ना प्रतिद्वन्दीहरूलाई चाहिँ लक्ष्यमा पार्ने यो पद्धति अहिले विकसित भएको छ। यो एउटा मात्रै राजनीतिक दलले त्यसो गरेको भनेको होइन। हरेक राजनीतिक दल जो सत्तामा पुगिरहेका छन् तिनले आफ्ना अनुकूल किसिमका र आफ्नो पार्टीप्रति आफ्नो वैचारिक धारपट्टि जवाबदेही वफादार जो कार्यकर्ताहरू छन् ती कार्यकर्ताहरूलाई नै त्यहाँ भर्ती गर्ने जो प्रवृत्ति विकसित भएको छ, यो यति संस्थागत किसिमले विकसित भएको छ कि यदि कुनै राजनीतिक र वैचारिक आस्थापट्टि उसको चाहिँ संलग्नता स्पष्ट छैन भने एक त उसको त बढुवा प्रक्रिया नै रोकिन्छ र सरुवा हुँदाखेरि पनि के छ, उसले रोजेका ठाउँमा जान सक्ने स्थिति छैन। त्यसै कारणले गर्दाखेरि पनि कर्मचारी तन्त्रलाई पनि राजनीतिक संयन्त्रले भ्रष्ट अझ तुल्याइदिएको छ। किनकि उनीहरूमा पनि बढुवाको आकांक्षा त हुन्छ र बढुवाका लागि राजनीतिक सिफारिस नै चाहिने भएको कारणले गर्दाखेरि यो बाध्यात्मक परिस्थितिले गर्दाखेरि पनि कर्मचारी तन्त्र अझ बढी भ्रष्ट हुँदै गएको छ। त्यस कारणले पनि के छ, अख्तियार दुरुपयोगलाई संस्थागत गरियो र राजनीतिक संरक्षण पनि गरियो। आफ्नो संगठनप्रति र आफ्नो राजनीतिक दलप्रति आफ्नो राजनीतिक विचारधाराप्रति चाहिँ आस्था र वफादार रहेछ भने उसका अख्तियार दुरुपयोगहरूलाई चाहिँ नजरअन्दाज गरिदिने अथवा त्यसलाई चाहिँ ओझेलमा पारिदिने होइन भने उसलाई चाहिँ कानुनी दायरामा ल्याउने अथवा झमेलामा पारिदिने अथवा उसलाई चाहिँ झन्झटमा फसाइदिने अनि प्रमाण पुगेन भनेपछि चाहिँ उसलाई चाहिँ एक्सक्युज गराइदिने अथवा आम माफी जस्तो गराइदिने अथवा समस्या र झमेलामा पारेर मात्रै भयो भने पनि यिनीहरूले आत्मसन्तोष लिएको जो स्थिति छ। त्यसले गर्दाखेरि के छ, हामी झन भड्खालामा पर्दैछौँ र पछिल्लो समय जो आधुनिकताका नाममा राजनीतिक परिवर्तनका नाममा जे जति काम भइरहेका छन् ती कामले गर्दाखेरि देशमा के भइरहेछ भने सबैका विरुद्ध सबैको घृणा संस्थागत भइरहेको छ। किनभने यो राजनीतिक दाउपेच भोट ब्याङ्क र चुनावमा चाहिँ जित्नुपर्ने, जसरी पनि सत्तामा पुग्नुपर्ने पैसा खर्च गरेर हुन्छ कि जातीय मुद्दा उचालेर हुन्छ कि छुवाछुतका विषयलाई उचालेर हुन्छ कि अथवा अरू नै कुनै किसिमका समस्या उजागर गरेर जब सत्तामा पुग्नै पर्ने, जसरी पनि सत्तामा पुग्नु पर्ने, त्यही रमाउनु पर्ने भएको कारणले गर्दाखेरि के भइदियो, सबैका विरुद्ध सबैको घृणा चाहिँ अहिले संस्थागत भइदिएको छ। यसै गरेर हामीले आशा, आत्मविश्वास र आत्मीयतालाई जगाना गर्न सकेका छैनौं। यो अर्को नेपाली समाजको चाहिँ समस्या हो। जस्तो आशा, आत्मविश्वास र आत्मीयता त्यति बेला हुन्थ्यो जब राजनीतिक कर्मी अथवा राजनीतिक नेतृत्वमा भएका व्यक्तित्वहरू चाहिँ असाध्यै सिपवान हुन्थे अनि नैतिक रूपमा चरित्रवान हुन्थे
र अरू आम सर्वसाधारणभन्दा अलिक विशेष ज्ञान भएका, विशेष दक्षता भएका व्यक्तित्वहरू राजनीतिमा जान्थे र कुनै न कुनै किसिमका सकारात्मक काम कृति गरेर उनीहरूले आफ्नो नाम कमाउँथे। यदि यस्तो भइदिएको भए के हुन्थ्यो, साना तिना मात्रै काम गर्दाखेरि भने पनि आम सर्वसाधारणमा एउटा आशाको चाहिँ दियो बल्थ्यो। त्यसैले कुलमान घिसिङको प्रसङ्ग बेला बेलामा सबैले लिने गरिन्छ र खासमै उनले गरेको कुरालाई हामीले चाहिँ सम्मान गर्नै पर्छ, किनकि एउटा व्यक्ति मात्रैले चाहँदाखेरि पनि देशबाट चाहिँ लोड सेडिङ त अन्त हुँदो रहेछ। त्यसैले आशा गर्नका लागि असाध्यै ठुल्ठुला काम गरिरहनु पर्दैन थियो। केही व्यक्तिहरूले नै हो सकारात्मक काम गर्ने, तर त्यो गर्नका लागि सदाचार संस्थागत हुनु पर्थ्यो, अभ्यासमा आउनु पर्दथ्यो। त्यसले गर्दा के छ, अहिले आशा, आत्मविश्वास र आत्मीयता जगेर्ना गर्न नसकेको जो स्थिति छ, यसले पनि हामीलाई चाहिँ बढी निराश बनाइदिएको छ। कृषिजन्य उद्योग, कृषिका संरचना एकपछि अर्को ध्वस्त गर्यौं हामीले। किनभने रघुपति जुट मिल अनि जनकपुर चुरोट कारखाना, अहिले पछिल्लो समयमा सर्लाहीका चिनी कारखानाहरू, एउटा मात्रै छैनन्, त्यहाँ थुप्रै चिनी कारखानाहरू चाहिँ अहिले विवाद र समस्याको घेरामा परेका छन्। यसले के देखाउँछ भने एकपल्ट उद्योग चाहिँ धराशायी भए, केही उद्योगपतिहरू त्यसबाट विमुख भए, त्यो सेकेन्डरी कुरा हो। तर महत्त्वपूर्ण र प्राथमिक कुरा चाहिँ के हो भने कृषिजन्य उद्योग र कृषि पेसा चाहिँ झन धराशायी भएर गयो। किनकि कृषि पेसाप्रति कसैको पनि आशा अब जागेन, आत्मविश्वास त्यसमा भएन। किनकि कृषि पेसामा लाग्नु भनेको यो दुखी पेसा हो, यो नराम्रो पेसा हो, यो फसिने पेसा हो। किनकि यसले कुनै लाभ पनि दिँदैन, शारीरिक श्रम चाहिँ धेरै गर्नुपर्ने, मुनाफा नहुनु पर्ने भएको कारणले गर्दाखेरि युवा वर्ग र आम सर्वसाधारण चाहिँ कृषि पेसाप्रति नै उनीहरू चाहिँ विचलित हुनुपर्ने जो परिस्थितिको सिर्जना गरिदिएको छ। यसले गर्दाखेरि देशलाई असाध्यै ठुलो चाहिँ भडखालामा पुर्याइदिएको छ। त्यसैले हामीले कृषि पेसा, कृषि कर्म अनि कृषि उद्योग र कृषि उत्पादन प्रति आम सर्वसाधारणले गर्व गर्न सक्ने स्थिति, आत्मसम्मान लिन सक्ने स्थिति, आशा र आत्मविश्वासको स्थिति हामीले सिर्जना गर्न सक्नु पर्दथ्यो। त्यसो नगरेर हामीले कृषि पेसालाई त अझ कलङ्कित पेसाको रूपमा अथवा अपमानित पेसाको रूपमा अथवा असाध्यै असभ्य पेसाको रूपमा हामीले लियौँ। यदि यसो भइदियो भने के हुन्छ, कृषि पेसाबाट ठुलो समुदाय चाहिँ त्यसबाट विमुख हुनेछ र हामी चाहिँ झन परनिर्भरताको चङ्गुलमा हामी पर्नेछौँ। हाम्रो शिक्षा पद्धतिमा का पनि थुप्रै दोषहरू छन्। किनकि हामीले खरबौं रुपियाँ लगानी गरेर जो शिक्षामा चाहिँ हामीले चाहिँ लगानी गरेका छौँ, त्यो शिक्षाको लगानीबाट जुन र जस्तो किसिमको युवा व्यक्तित्वहरू चाहिँ निर्माण भइरहेका छन्, ती युवा व्यक्तित्वहरू चाहिँ हाम्रो समाजको आवश्यकताको लागि हुँदै होइन। किनकि हामीले जुन शिक्षा र जुन गुणस्तरका नाममा जुन शिक्षा हामीले चाहिँ प्रदान गरिरहेका छौँ बच्चाहरूलाई, सबै तहका विद्यार्थीहरूलाई, ती तहका विद्यार्थीहरू सके भने उनीहरूले अमेरिका, अस्ट्रेलिया नै जाने सपना देख्छन् र उनीहरूले त्यसलाई कामयाब पनि गर्छन्। जुनसुकै मूल्य चुकाएर पनि अमेरिका, अस्ट्रेलिया जान सकेनन् भने कतार, जापान अथवा मलेसियातिर जालान्, अरबतिर जालान्। त्यहाँ पनि जान सकेनन् भने भारतका कतिपय शहरहरूमा जालान्। यसरी के छ भने जो शिक्षाको कारणले गर्दाखेरि नै उसले नेपालमा बस्नु हुँदैन र बाहिरै जानुपर्छ र बाहिरै करियर बन्छ भन्ने चाहिँ उसले जो सपना देख्छ, त्यसले गर्दाखेरि पनि हामी झन सङ्कटमा परिरहेका छौँ। त्यसैले हामीले चासोका साथ हामीले चाहिँ हेर्नुपर्ने र समाधानका लागि चाहिँ क्रियाशील हुनुपर्ने क्षेत्र शिक्षा पनि हो। किनकि जुन शिक्षा पद्धतिको अहिले विकसित गरेका छौँ, त्यो शिक्षा पद्धतिले कुनै पनि युवा व्यक्तित्वहरू नेपालमै बसौँला, नेपालमै रोजगारी गरौँला, नेपालमै हामी चाहिँ श्रम बेचौँला र नेपालमै रमाउँला भन्ने चाहिँ उसमा छँदै छैन। त्यसका लागि त हामीले सुरुदेखि नै त्यस्तो मानसिकतामा चाहिँ बदलिदिएका छौँ, जसको कारणले गर्दाखेरि ऊ चाहिँ स्कुल लेभलको अध्ययनबाट नै सामान्य चेत उसमा आउने बित्तिकै ऊ अब ठुलो भइसकेपछि विदेश नै जाने हो भन्ने चाहिँ सपना बुनेर बसिरहेको छ। यो हाम्रो शिक्षाको कमजोरीको कारणले गर्दाखेरि। यसै गरेर स्वास्थ्य क्षेत्रको निजीकरण गरेर लुटको वैधानिक धन्दा हामीले चलाइदिएका छौँ। प्रजातान्त्रिक सरकारलाई जिम्मेवारहीन र जवाबदेहिता रहित तुल्याइदिएका छौँ। राजनीतिलाई नाफामूलक धन्दा र कार्यकर्तालाई नकाचरा दलाल बनाइदिएका छौँ। यी र यस्ता प्रवृत्तिले गर्दाखेरि नै अहिले हामी
जुन स्थितिमा हामी छौँ, जुन लोकतान्त्रिक गणतन्त्र भनेर अहिले हामीले चाहिँ असाध्यै आत्मानुभूति गर्नुपर्ने, स्वाभिमानी चाहिँ महसुस गर्नुपर्ने जो स्थिति थियो त्यसबाट हामी विमुख भएका छौँ। यसरी हामीले समस्या त असाध्यै राम्रोसँग हामीले चाहिँ उजागर गर्यौं, तर समस्या उजागर गर्नु मात्रै हाम्रो त कर्तव्य होइन। हामी जो जागेका छौँ, जो जागृत छौँ, समस्या भयो भने हामी चाहिँ बोलिरहेका छौँ, लेखिरहेका छौँ, गरिरहेका छौँ। अब हाम्रो कर्तव्य फेरि के हुन्छ, समस्याबाट समाधानपट्टि जाने, समाधानपट्टि लाने कर्तव्य पनि हाम्रै नै हो। त्यसैले समस्या भयो, यता पनि बिग्रियो उता पनि बिग्रियो भनेर हामी आत्तिने, हरेस खाने, अरूलाई पनि हतोत्साहित तुल्याउने हैन, यस्तो गरियो भने फेरि के हुन्छ, हामी जागेको र हामीले चाहिँ जागृत गराएको कुराको कुनै अर्थ लाग्दैन। त्यसैले जब समस्या छ भने समाधान पनि छ त्यहाँ। त्यसैले के भन्ने गरिन्छ भने कालो बादलमा चाँदीको घेरा भने जस्तै जहाँ समस्या छन् त्यहाँ समाधान पनि छ। अब हामीले के गर्नुपर्छ यो विषयमा अब केन्द्रित गरेर हामी केही समय सत्संग गरौँ। सर्वप्रथम त शरीर दर्शनका बारेमा सार्वजनिक सत्संग गर्ने यो सबैभन्दा प्राथमिकतामा राखिनुपर्ने चिज हो यो। किनभने अहिले शरीरता, सहिष्णुता र एकीकृत भावना अथवा समाजमा मिलेर बस्नुपर्छ भन्ने भावना जो छ त्यो चाहिँ खलबलिएको स्थिति छ यति नै बेलामा। यो खलबलिएको कारण फेरि अरू केही होइन, खास त राजनीति नै हो। र राजनीतिले जुन दर्शन, जुन सिद्धान्त यसले चाहिँ आत्मसात गरेको छ, चलन चल्तीको राजनीतिहरू, त्यसले गर्दाखेरि के छ, नेपाली आम सर्वसाधारणहरू एकका विरुद्ध अर्काको घृणा, कित्ताकाट यो स्थितिमा हामीले पुगेका छौँ। त्यसैले यसलाई समाधान गर्नका लागि हामीले शरीर दर्शनका बारेमा हामीले चाहिँ सत्संग, अनुसन्धान, अध्ययन गर्न हामीलाई अनिवार्य छ। किनकि यो शरीर दर्शन चाहिँ अति प्राचीन कालदेखि नेपाली समाजमा अभ्यास भएको दर्शन हो। यस दर्शनलाई हाम्रा युगद्रष्टा गुरु निर्मलमणि अधिकारीले चाहिँ त्यसलाई चाहिँ पछिल्लो समयमा चाहिँ अभिनिर्माण गर्नुभएको छ। यो अभिनिर्माण गरिएको सिद्धान्त विभिन्न तहमा, विभिन्न माध्यमबाट आम सर्वसाधारण पुगिसकेको छ। यो पुगिसकेपछि अब हाम्रो कर्तव्य के हुन्छ भने यो दर्शनका बारेमा हामीले अध्ययन, अनुसन्धान गर्ने, बुझ्ने, त्यसलाई चाहिँ परख्ने, तौलने, विचार गर्ने। यदि हाम्रो लागि चाहिँ अति आवश्यक हो भने निसंकोच यो नेपालीले गरेको, नेपालीले अभिनिर्माण गरेका सिद्धान्त दर्शनहरू चाहिँ काम नलाग्ने हुन्छन्, विदेशीले गरेका चाहिँ असाध्यै राम्रो हुन्छन् भन्नेपट्टि हामी जानु हुँदैन। नेपाली विद्वानले अभिनिर्माण गरेका सिद्धान्त पनि हाम्रा लागि अपरिहार्य छन्, अनिवार्य छन् भने हामीले बिना संकोच, निसंकोच हामी त्यसलाई आत्मसात गर्नै पर्छ। यदि केही कुरामा चित्त बुझ्दैन भने सार्वजनिक सत्संग गरौँ, त्यस विषयमा चाहिँ पक्ष विपक्षमा आफ्नो मत राखौँ। त्यसपछि कहीँ गल्ती त्रुटि भएको रहेछ भने त्यसलाई अझ सुधार्ने चाहिँ मौका पनि हुन्छ। त्यसैले नेपाली विद्वानहरूले चाहिँ अभिनिर्माण गरेका सिद्धान्तहरू चाहिँ हाम्रा लागि चाहिँ धन महत्त्वका चिजहरू हुन्थ्यो। त्यसैले ती चिजहरूलाई हामीले चाहिँ अध्ययन अनुसन्धान गर्ने बानी बसालौँ, त्यसका बारेमा चाहिँ चियो चर्चा गरौँ, समुदाय समुदायमा, व्यक्ति व्यक्तिमा चाहिँ त्यसको सत्संग गरौँ। यसै गरेर राज्य राष्ट्रवाद जुन राजनीतिक सिद्धान्त छ र स्थितिगत्यात्मक प्रगतिवादको जुन समाज विकासको सिद्धान्त छ तिनलाई आत्मसात गर्नुपर्छ। किनकि नेपाली समाजमा अहिले अभ्यास गरिएको राजनीतिक सिद्धान्त खास गरेर युरोपियन समाजमा कुनै बेलाको त्यहाँको सामाजिक स्थितिलाई र राजनीतिक संरचनालाई आत्मसात गर्नका लागि, त्यसलाई चाहिँ एड्रेस गर्नका लागि बनाएको राष्ट्र राज्य भन्ने सिद्धान्त थियो। त्यो राष्ट्र राज्य सिद्धान्त युरोपका लागि त्यति बेलाको सन्दर्भमा सही नै थियो होला, तर अहिले समाज त बदलिएको छ। बसाइसराईको प्रवृत्तिको कारणले गर्दाखेरि, विज्ञान र प्रविधिको विकासको कारणले गर्दाखेरि, ज्ञानको विस्फोटको कारणले गर्दाखेरि, यसले गर्दाखेरि के छ, मान्छे निरन्तर बसाइसराई गरिरहेको छ र हरेक समुदाय झन् विविधीकृत हुँदै गइरहेका छन्, झन् जटिल हुँदै गइरहेका छन्। यस परिस्थितिमा राष्ट्र राज्य सिद्धान्त जुन छन्, जसले चाहिँ भाषाको आधारमा, धर्मको आधारमा, संस्कृतिको आधारमा, भूगोलको आधारमा जो कित्ताकाट गर्ने अनि छुट्टिने जो प्रवृत्ति छ, त्यसको सट्टामा राज्य राष्ट्र भन्ने जुन अवधारणा र सिद्धान्त बनाइएको छ, यो सिद्धान्तका बारेमा हामीले चाहिँ चियो चर्चा गरौँ, यो सिद्धान्तका बारेमा हामी बहस गरौँ। यसले नेपालका विभिन्न जाति जनजाति, धार्मिक समुदाय, भाषिक समुदाय, प्रादेशिक समुदाय मात्रै होइन, संसारका सबै मानिसहरू पनि सँगै बस्न सक्छन्
र विविधता चाहिँ विकासको बाधक हो, समस्या हो, झमेला हो भन्ने होइन। र विविधता चाहिँ विकास र प्रगतिको चाहिँ साधक हो, यो चाहिँ अवसर हो भन्ने चिज चाहिँ राज्य राष्ट्र अवधारणा सिद्धान्तले दिन्छ। त्यसैले यस्ता सिद्धान्तहरूको बारेमा हामी निसंकोच सत्संग गरौँ, अनुसन्धान गरौँ, अध्ययन गरौँ र सामाजिक स्थितिलाई हामीले हेर्ने भने स्थितिगत्यात्मक प्रगतिवाद र प्रगतिको घोतक भनेको स्थिति र गतिशीलता नै हो। र गतिशील मात्रै भयो भने हामी प्राचीनताबाट विच्छिन्न हुनेछौँ र स्थिति मात्रै भनेर हामी बस्यो भने फेरि के छ, गतिशीलताको लाभ अथवा गतिशीलताको चाहिँ सकारात्मक पक्ष हामीले चाहिँ रसापान गर्न सक्ने छैनौँ। यस कारणले गर्दाखेरि पनि स्थिति र गतिशीलताको जसले संयोजन गर्न सक्छ, जसले व्यवस्थापन गर्न सक्छ, त्यो नै अग्रणी हो र त्यो नै प्रगति हो। त्यसले स्थितिगत्यात्मक प्रगतिका बारेमा अनुसन्धान गरौँ, सत्संग गरौँ। यसै गरेर नेपालको विकासका लागि र यो जुन परिस्थिति छ, यो निराशाको परिस्थिति छ, यसबाट बाहिर निस्कनका लागि अनुसन्धान, उद्यमशीलता र व्यक्तित्व विकास हुँदै समाज, संस्कृति र राष्ट्रको विकासका लागि हामी अग्रसर बन्नैपर्छ। यसलाई हामीले कार्यनीतिक रूपमा हामीले आत्मसात गर्नै पर्छ। नेपालको मौलिक रैथाने विधि पद्धति र अभ्यासलाई प्रतिमानका रूपमा स्वीकार गरेर सांसारिक जति पनि विधि पद्धति छन्, अभ्यासहरू छन्, तिनलाई चाहिँ यस्तो पनि रहेछ है भनेर चाहिँ हामीले चाहिँ ज्ञान लिनका लागि तिनलाई उपमानका रूपमा हामीले चाहिँ लिने र स्वीकार गर्नै पर्छ। नेपालको पुनर्जागरण जुन ऐतिहासिक विरासता थियो हाम्रो, जसको कारणले गर्दाखेरि संसारमा हाम्रो नेपाल र हामी नेपालीहरूको चाहिँ जुन शान अहिलेसम्म रहेको छ, त्यो विरासताको हामीले पुनर्जागरण गर्न अनिवार्य भएको छ। विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सृजनशीलताको सम्बन्ध यो नेपाली समाजका आधारशिला हुन् र यी आधारशिला चतुष्टयलाई हामीले अझ बलियो तुल्याएर अगाडि बढ्नुपर्छ। हर तरहले नेपाललाई केन्द्रमा राख्नै पर्छ, किनकि अहिलेसम्म हाम्रा राजनीतिक नेतृत्व, कर्मचारी तन्त्र र कथित विद्वान व्यक्तित्व र विद्वान विदुषीहरूले नेपालको केन्द्रीयतालाई अहिलेसम्म पनि आत्मसात गर्न सक्नु भएको छैन, किनकि उहाँले पढेको ज्ञान, शिक्षा अन्यत्रैकै छ। त्यसैले उहाँलाई अन्यत्र नै सही हो कि भन्ने लाग्छ। त्यसैले नेपालको केन्द्रीयतालाई आत्मसात गर्ने शिक्षा पद्धति र त्यस किसिमको मनोवृत्ति, त्यस किसिमको मनोविज्ञान आम सर्वसाधारण विकसित गर्न अनिवार्य छ। यसै गरेर भ्रष्टाचारलाई निषेध गर्ने कुरा र सदाचारलाई संस्थागत गर्ने कुरामा कुनै दुईमत नै छैन। त्यसैले प्रत्येक व्यक्तिले जीवनलाई यज्ञ तुल्याउनु पर्छ र कर्मको आहुति दिने व्यवस्था नआउन्जेलसम्म लोकतान्त्रिक गणतन्त्र र कोपतन्त्रीय नेतृत्व केटाकेटी आए, गुलिली चलाए, मट्याङ्ग्राको सत्यानाश भने जस्तै स्थितिमा आइपुग्नेछौँ। किनकि अहिलेको स्थिति पनि त्यही देखिन्छ। किनभने 2007 सालमा क्रान्ति गर्ने भने तिनै 17 सालमा क्रान्ति गर्ने र त्यसको चाहिँ राजाको गरेको चाहिँ घटना थियो 2017 सालको, त्यो घटनाको विरोध गर्ने पनि तिनै नेतृत्व, 36 सालमा आन्दोलन गर्ने भने तिनीहरू नै, 46 सालमा आन्दोलन गर्ने भने तिनीहरू नै, अहिले 62-63 सालको चाहिँ आन्दोलन र आन्दोलन पछि बनेको जो सरकार छ अनि राजनीति विकसित भएको जो राजनीति छ, त्यहाँ पनि क्रियाशील हुने र केन्द्रीय तहमा र नेतृत्व तहमा रहने तिनीहरू नै। यसले गर्दाखेरि के देखिन्छ भने यही राजनीति, यही पद्धति, यही सिद्धान्त, यही दर्शनबाट अब नेपालको विकास हुँदैन, नेपालको चाहिँ उत्थान हुँदैन, नेपालको पुनर्जागरण हुँदैन, नेपाललाई केन्द्रीयतामा राख्न सकिँदैन भन्ने कुरा त प्रमाणित नै भइसक्यो। त्यसै कारणले गर्दाखेरि जति विद्वानहरू अथवा जति राजनीतिक नेतृत्वहरू, जति कर्मचारी तन्त्र नै संस्थागत अगाडि बढ्ने प्रयत्न नै किन नगरोस्, उसको जो आधारशिला छ त्यो नै गलत भएको कारणले गर्दाखेरि, उसले आत्मसात गरेको दर्शन नै गलत भएको कारणले गर्दाखेरि, उसले स्वीकार गरेको राजनीतिक सिद्धान्त नै गलत भएको कारणले गर्दाखेरि, समाज विकासको सिद्धान्त नै गलत भएको कारणले गर्दाखेरि र उसको केन्द्रीयता, उसको आदर्श नै बाहिर भएको कारणले गर्दाखेरि नेपाल कुनै पनि हालतमा नेपाल अगाडि बढ्न सक्दैन भन्ने कुरा आत्मसात गरौँ। त्यसैले यो स्थितिबाट बच्नका लागि हामीले यो भिडियोमा बताइएका कतिपय सकारात्मक विचारहरूका बारेमा सत्संग गरौँ भन्दै आजको यस भिडियोबाट म बिदा हुन चाहन्छु। नमस्कार।